साथी हो आज मेरो काम चाहिँ रङ्गलीतिर जानुपर्ने छ है। रङ्गलीको रुटमा हिँड्नुपर्ने आज मेरो काम छ। आज तपाईहरुले मैले आज खासमा विराटनगर महानगरपालिकासँग जोडिएको कठडी गाउँपालिकादेखि सुरु हुने हुलाकी राजमार्गको अवस्था, यहाँ कठडीदेखि लिएर तपाईले यहाँ रङ्गलीसम्मको बाटो कस्तो के छ। जुन हुलाकी राजमार्ग भने तपाईलाई थाहा नै छ होला, राजमार्ग भनेको हाइवे। हाइवेको अवस्था कस्तो हुनुपर्ने र यहाँको हुलाकी राजमार्गको अवस्था कस्तो छ अहिले। झन् पानी परेर झन् त्यो बाटो चिप्लो, कति दिन हो त्यहाँ एक्सिडेन्ट हुने, कति मान्छे लड्छन्, तर पनि यहाँको निकायले अझैसम्म पनि ध्यान दिएको छैन त्यो बाटो बनाउनमा। अब आज तपाईँलाई देखाउँ भनेर म निक्लेको थिएँ घरबाट। यहाँ पानी परेर लास्टै बिजोग भयो नि, पछाडि हेर्नु पुरै पानी परेर यहाँ पानी परेर पुरै बिजोग बनाएको एकदम आफै हेर्न सकेको छैन। आज रेनकोट पनि मैले बोकिनँ। अब रोड साइडमा एउटा यहाँ छाप्रो त सानो कोही कस्तो बाख्रा छेर बाँधेको रहेछ, गोठहरू के हो बाख्रा बाँध्ने, त्यहीँ एकछिन आएर बसिरहेको छु। 1 घन्टा उभिएको। अब यस मानवता भन्ने कुरा अझै पनि हराएको छैन भन्न बुझ्न सकिन्छ। गाउँघरको मान्छेहरू चल्यो पनि अघिदेखि 1 घन्टादेखि उभिरहेको थिएँ। यहाँ छिमेकी भाउजू एकजना हुन्थ्यो, उहाँले आएर अहिले भर्खर यहाँ किन उभिराख्नु भएको, यहाँ चेयर ल्याइदिनु भएछ मलाई। एकछिन कुर्सीमा बस्नु, बरु पानी रोकिएपछि जानु भनेर उहाँले चेयर ल्याएर चाहिँ दिनुभयो। एकछिन अब यहाँ कुर्सीमा बस्ने, अब पानी कतिखेर रोकिन्छ होला। हुन त एक्लै अहिले म एक्लै छु यहाँ, साथीहरू भन्दाखेरि यिनीहरू साथीहरू छन्, त्यो बाख्रा साथी छन्, उनीहरूसँग बसिरहेको छु। पानी रोकिएपछि अनि म निक्लिन्छु यहाँबाट। त्यसपछि तपाईँहरूले यहाँको हुलाकी राजमार्गको अहिलेको अवस्था कस्तो भएको छ, पानी परेर झन् कस्तो बिजोग बनाएको छ, त्यो तपाईँलाई देखाउनेछु म आज। बाटो हेर्नुहोस् है तपाईँहरू, अरू केही भन्नुभन्दा पहिले पनि अगाडि पहिले बाटो हेर्नुहोस्। रोडको दुवैतर्फ बोट बिरुवा लगाएको छ। यहाँ बिचमा लाइटिङहरू पनि हालिदिएको छ बिचमा। बाटो पनि पुरै कालो पत्र गरिएको, पुरै पिच बाटो। यसलाई चाहिँ तपाईँहरू हाइवे भन्न सक्नुहुन्छ है। यहाँ यो रङ्गलीतिर हाइवे, तर मैले अरू कुरा पनि देखाउनु जानु पऱ्यो। खराब बाटो किन देखाउनु पऱ्यो, खराब बाटो देखाउनुभन्दा पहिले मैले तपाईँलाई मैले राम्रै बाटो देखाइदिउँ, त्यही भएर रङ्गलीदेखि नै सुरु गरेको मैले। यो तपाईँले रङ्गलीतिरको बाटोहरू हाइवे, रोडको दुवैतर्फ कस्तो मजाले बोट बिरुवा लगाएको छ। यो पछि यो रुखहरू ठुलो भएपछि, दुवैतर्फ रुख ठुलो भएपछि अनि यो बाटो चाहिँ हेर्ने लायकको, घुम्ने लायकको यो बाटो हुन्छ क्या, यसलाई भनिन्छ हाइवे। अब योभन्दा अगाडिको बाटो तपाईँ यहाँदेखि विराटनगरको बाटो अहिले देखाउँछु म तपाईँलाई। कस्तो खतम बाटो छ, त्यो बाटोमा कसरी मान्छेहरू दिनौ हिँड्छन्, आवाज जवाज गर्छन्, कति दुर्घटना हुन्छ त्यो बाटोमा, तपाईँलाई म देखाउँछु अहिले त्यो बाटो पनि। हाइवेको बिचमा पर्ने पुल हो यो नयाँ बजार, हुलाकी राजमार्गको बिचमा पर्ने पुल, यो नयाँ बजारको यहाँ पुल हेर्नु। यहाँ पुलको अवस्था यस्तो छ, यस्तो पुलमा कसरी मान्छेहरू आउँछन् र जान्छन्। यो पुल पनि अब कहिले भत्किने होला, कहिले के हुने होला थाहा छैन यो पुलको अवस्था पनि। तर अहिलेसम्म चाहिँ यो पुल चलिरहेछ। यो पुलको साइड सबै गइसकेको छ, तर पनि अहिले हेर्ने पुलको अवस्था कस्तो भएको छ।